हेर्नुहोस् है गाइज, यो चाहिँ कुवेत हो है। यहाँ चाहिँ कुवेतको ट्याक्क अहिले चाहिँ म ट्राफिक यो जाममा चोकमा बसेको छु होइन। अनि यहाँको चोकमा चाहिँ डेन्जरै क्यामेराहरू छ है। मेन चाहिँ यहाँ देख्न सक्नुहुन्छ पारीको हेड क्यामेरा चाहिँ त्यो हो है, तपाईँ देख्न सक्नुहुन्छ। रेड लाइट क्यामेरा भन्छ, यो जुन रातो बत्ती क्रस गऱ्यो भने चाहिँ अटोमेटिकली फोटो खिच्ने हो योले है। अनि यसले अटोमेटिकली फोटो खिच्ने हो। अनि अर्को छ तपाईँको यता देख्न सक्नुहुन्छ है, यो जुन पोलमा छ यो भयो। अनि 360 क्यामेरा यो चाहिँ है, माथिबाट चाहिँ बिचमा है, यो जुन चारैतर्फतिरबाट भेटाउने चाहिँ त्यसले हो है। अनि एउटा भयो, पारी 2टा 3टा, अनि यहाँ यो 4वटा यो देख्न सक्नुहुन्छ यो माथि। यसले चाहिँ यताको पछाडिको भागलाई भेटाउने हो भने अर्को छ पारी फेरि योले उताको भागलाई है, कर्नरिङमा अगाडि जाने, पछाडि जाने, उता जाने, यता जाने, चारतर्फ भेट्ने हो है। अनि यसले चाहिँ उफ्रोबाट चाहिँ सब हेर्ने हो। अनि त्यसले चाहिँ रेड लाइट क्यामेरा। यसमा चाहिँ नर्मली 1 2 3 4 5वटा मात्रै छ। अरू अलि योभन्दा अलि भिआइपी यो जुन यो बिल्डिङहरूको पछाडितिर अलि उतातिर चाहिँ 12 13वटासम्म ट्राफिक रुल्स चाहिँ डेन्जर छ यहाँ है। कन्ट्रोलिङ एक्सिडेन्ट भयो भने चाहिँ नेपालमा जस्तो गाडी जलाउने है, अनि झै झगडा भन्ने हुँदैन। यहाँ चाहिँ सिधै सिस्टमबाट हेर्छ र सिस्टमबाट हेरेर कसको गल्ती हो के हो भनेर यसरी चाहिँ यहाँ चाहिँ एकदम क्यामेराले कन्ट्रोलिङ गर्छ। एकदमै डेन्जर छ है। यो चाहिँ ठ्याक्क जमिनकै हो भाग। अनि योभन्दा तल चाहिँ अर्को एक तला बाटो छ, यो चाहिँ कुवेत सिटीमै पर्छ है। कुवेतको राजधानी हो यो चाहिँ। विदेशको ट्राफिक कन्ट्रोल चाहिँ यसरी हुन्छ है। हस्त, धन्यवाद।